नारीको अस्तित्व एउटा प्रश्न। नारीको आफ्नै पहिचान छ। नारीको देवी, आमा, छोरी, श्रीमती, दिदी, बहिनी, भाउजू, बुहारी लगायतका थुप्रै पहिचानहरू छन्। धर्म, संस्कृतिमा नारीलाई दुर्गा, काली, देवी, लक्ष्मीको रूपमा पूजा गर्ने यो समाजले नारी भएकै कारण बोक्सी, अलक्षिणी, बेश्या जस्ता गलत शब्दले सम्बोधन गरेको पाइन्छ। नमस्कार, म नारी। मेरो जन्म एउटा सामान्य परिवारमा भएको थियो। मलाई अझैसम्म याद छ, म सानो हुँदा मेरो आमा बुबाले मलाई यिनी त हाम्रो घरको लक्ष्मी हुन्, हाम्रो घरको इज्जत हुन् भनेको। हुर्किँदै जाँदा परिवर्तन भएका व्यवहारहरूले मनमा धेरै प्रश्नहरूको जन्म हुँदै गए। म किशोर अवस्थाको हुँदा कक्षा 7मा पढ्दै गर्दा मलाई पहिलो पटक विद्यालयमा महिनावारी भयो। डराउँदै डराउँदै घर फर्किए र घर पुगेर आमालाई सुनाए। आमाले हतार हतार भित्र कोठामा लगेर भन्नुभयो, ल अब 7 दिनसम्म बाहिर जानु हुँदैन, पूजा गर्नु हुँदैन, जताततै बस्न हुँदैन, खाना पकाउन हुँदैन, पानीको गाग्री छुन हुँदैन, अनि दाजुभाइ, बुबा र छोरा मान्छेको अनुहार हेर्न मिल्दैन। मनमा धेरै प्रश्नले जन्म लियो। किन खाना पकाउन नमिल्ने? पानीको गाग्री छुन किन हुँदैन? अनि तिर्खा लाग्दा के गर्ने? बुबा, दाजुभाइको अनुहार हेर्न किन मिल्दैन? विद्यालयको पढाइ सकेपछि म घरमै बसे। घरको काम गर्ने, आमालाई सघाउने गर्थे। विद्यालयको पढाइ सकेपछि उच्च शिक्षा भने मैले पढ्न पाइनँ। मेरो घरबाट उच्च शिक्षाको लागि जानुपर्ने कलेज घरदेखि टाढा थियो। त्यसमाथि समाजले छोरीले पढेर के गर्छे? पढाइको धन न हो, फेरि अर्काको घर जाने जात न हो भन्न लागे। भने परिवारले छोरी मान्छे बाहिर बसेको राम्रो हुँदैन। भोलि तलमाथि भयो भने परिवारको त इज्जत गइहाल्छ नि। बरु भने जस्तो केटा आयो भने बिहे गरिदिनु पर्छ। मनमा फेरि अनेक प्रश्नले जन्म लियो। किन समाज र परिवारको इज्जतको भारी महिलाको काँधमा? किन मेरो शिक्षा भन्दा विवाह महत्त्वपूर्ण? फेरि प्रश्नलाई समेटेर मनभित्र राखे। केही वर्षमा मेरो विवाह भयो। नयाँ घर, नयाँ परिवार, नयाँ मान्छे र नयाँ परिवेशलाई आफ्नो बनाइरहँदा म उनीहरूको आफ्नो मान्छे बने कि बनिन? हरेक व्यवहार र आचरण सँगसँगै प्रश्न विकसित हुँदै गयो। बिहे भएको केही समयपछि श्रीमान कामको सिलसिलामा बाहिर जानुभयो। मेरो गर्भमा नयाँ जीवनको आगमन भएको थियो। श्रीमान जानुभएको केही दिन नभई सबैको लागि म पराई भए। घाँस, दाउराको भारी, गाई बस्तुलाई कुडो पकाएको भाँडा, पानीले भरिएको गाग्रो बोक्नु परेको हुँदा मेरो गर्भमा रहेको बच्चाले यो धरतीमा आउन पाएन। श्रीमानको काम खासै राम्रो नचलेको हुनाले घर फर्कनु भयो। मलाई थाहा छैन, भारी बोकेको कारण संसारमा नआएको मेरो सन्तानको हत्यारा म कसरी भए? श्रीमानको काम राम्रो नहुँदा म अलक्षिणी कसरी बने? दिन रात नमिठा वचन सुन्न पर्थ्यो। केही वर्षमा मेरो 2वटी छोरी जन्मिए। तेस्रो पटक फेरि छोरी जन्मिने डरले गर्दा गर्भजाँच गरी मेरो गर्भमा छोरी भएको थाहा पाई गर्भपतन गराइयो। पटक पटक गर्भपतन गराउँदा शरीर धेरै कमजोर भएको थियो। तर पितृसत्तात्मक सोच बोकेको यो समाजलाई मेरो कमजोर शरीर कहाँ देखिन्थ्यो? वंश अघि बढाउने नाममा छोरा चाहने यो समाजले नारीको पीडा कहिले बुझेन। अनि फेरि म गर्भवती भए। यो पटक छोरा जन्मियो। अनि साँच्ची छोरा मेरो जन्मियो भन्नुहोला। छोरा श्रीमानको जन्मिएको रहेछ। छोराको नामदेखि थर सबै बाउको दिएको थियो।
अहिले म शारीरिक रूपमा एकदमै कमजोर छु, तर प्रश्नै प्रश्न समेटेर बलियो गरी बाँधेर राखेको यो मनमा सबै प्रश्न छताछुल्ल भएर पोखिएका छन्, जसलाई मैले अहिलेसम्म समेट्न सकेको छैन। यदि नारी देवी हुन् भने मलाई मन्दिरमा पस्न मनाई किन? मेरो शरीर अशुद्ध किन? एउटै कोखबाट जन्म लिएका हामी, मेरो दाजुभाइ आफ्नो, अनि म पराईको धन किन? इच्छा चाहना त मेरो पनि थियो, तर छोरी मान्छे भएको कारण मैले इच्छा मार्ने किन? यदि नारी जीवनदाता हुन् भने जन्मनु पहिले मारिन्छ किन? जन्माएको त नारीले हो नि, फेरि पहिचान पुरुषबाट किन?